बजार अभावका कारण बङ्गुर पालन व्यवसाय खस्किँदै गइरहेको अवस्थामा बङ्गुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगले झनै यस व्यवसायलाई प्रभावित पारेको छ। आजको यस भिडियोमा अफ्रिकन स्वाइन फिभरबाट बङ्गुरलाई कसरी जोगाउन सकिन्छ, के उपायहरू गर्न सकिन्छ भन्ने विषयमा कुरा गर्नेछौँ। यदि तपाईहरू पनि बङ्गुर पालन व्यवसाय गर्दै हुनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। आउनुहोस् आजको भिडियो सुरु गरौँ। सुरुमा अफ्रिकन स्वाइन फिभर रोगको बारेमा चर्चा गरौँ। अफ्रिकन स्वाइन फिभर रोग सुँगुर बङ्गुरहरूमा भाइरसको कारणबाट लाग्ने महामारीजन्य रोग हो। यो रोग हाल नेपालको विभिन्न स्थानहरूमा महामारीको रूपमा देखा परिरहेको छ। हालै यो रोगको कारणबाट कैलालीको भजनी नगरपालिकामा रहेको एउटा बङ्गुर फार्ममा 400वटा बङ्गुर मरेका छन्। यस रोगबाट 95 देखि 100% सम्म बङ्गुरको मृत्यु हुन सक्ने र हालसम्म यसको भ्याक्सिन नबनेकोले यस रोगबाट बङ्गुरलाई बचाउने एकमात्र उपाय भनेको जैविक सुरक्षा हो। बङ्गुरहरूमा अफ्रिकन स्वाइन फिभर रोग लागेपछि के लक्षणहरू देखिन्छ, कसरी पहिचान गर्न सकिन्छ भन्ने बारेमा अब कुरा गरौँ। यो रोग लागेपछि बङ्गुर झोक्राउने, दानापानी खान छोड्ने, उच्च ज्वरो आउने, सास फेर्न गाह्रो हुने, दिशामा रगत देखा पर्ने, पाठापाठीहरू एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा नीलडामहरू देखा पर्ने, कानका टुप्पामा रगत जमेका धब्बाहरू देखिने, नाकबाट फिस निकाल्ने र एकै पटकमा धेरै सङ्ख्यामा बङ्गुर बिरामी भई मर्ने। अब यसको उपचार तथा रोकथामको बारेमा कुरा गरौँ। यो रोग भाइरसको कारणबाट लाग्ने हुनाले यसको खास उपचार छैन। लक्षण अनुसार उपचार गर्नुपर्छ। तर यो रोग यति खतरनाक छ कि यसको उपचार गर्दा गर्दै पनि 95 देखि 100% सम्म मृत्यु हुन सक्छ। त्यसैले यो रोगबाट बङ्गुरलाई बचाउन यी उपायहरू अपनाउनुहोस्। नम्बर 1, बङ्गुरको खोरमा बाहिरका मानिसहरूलाई प्रवेशमा रोक लगाउनुहोस्। नम्बर 2, बङ्गुर पालन गर्ने घरमा बङ्गुरको मासु सकेसम्म नल्याउनुहोस् र बङ्गुरलाई पनि नखुवाउनुहोस्। नम्बर 3, आफ्ना फार्मका बङ्गुरहरूलाई बाहिरका बङ्गुरसँग सम्पर्क हुन नदिनुहोस्। नम्बर 4, बाहिरबाट ल्याएका बङ्गुरलाई 21 दिनसम्म क्वारेन्टाइनमा राख्नुहोस्। नम्बर 5, बङ्गुरको खोर बनाउँदा मानव बस्ती र अन्य पशुपन्छी फार्मबाट टाढा बनाउनुहोस्। नम्बर 6, खोरमा नियमित रूपमा सरसफाइ र निसङ्क्रमण गर्नुहोस्। निसङ्क्रमणको लागि तपाईँले फर्मालिन, हिर्कोन, चुनाको प्रयोग गर्न सक्नुहुन्छ।